हेलो साथीहरू फेरि आएको छौँ हामी एक्सप्लोरिङ दि रुरल पार्ट अफ दि माउन्टेन रिजन है त माउन्टेन हैन हिल रिजन। सो यहाँ अगाडि चाहिँ हाम्रो दाइ हुनुहुन्छ मेरो दाइ एन्ड देन म पछाडि छु। यहाँ हिँड्दैछौँ हामी जङ्गल तल बेसी झर्दैछौँ हामी लेकदेखि। सो डाँडा काँडा देखिन्छ अलिअलि हरियो जङ्गल छ यहाँ उत्तिस एन्ड गुराँसको बोट अलिअलि देखिन्छ काफल साफल छ। एन्ड सो हामी फर्किँदैछौँ हाफ प्यान्टमा छौँ रक्कसँगले हाफ प्यान्ट र चप्पलमा जुत्ता लगायो भने जुत्ता च्यातिहाल्छ यहाँ त। एन्ड यस्तै छ डाँडा काँडा हरियो या बाटो हिँड्दा हिजो हिँडेको धेरै यति हिँडेछ पाखा भिर पाखा खुट्टा पुरै दुखेको छ। एन्ड आज शनिबार आइतबार आज चाहिँ हामी घर पुग्छौँ होला। एन्ड देन यहाँ चाहिँ काफलको बोट काफल अलिअलि छ। ओइ अनि काफल छ भेटिस काफल फेरि पनि काफल चाख्दैछौँ हामी। मिठो रहेछ अमिलो रहेछ। एन्ड हामीले चाहिँ यहाँ गुराँसको फुल देख्यौँ बल्ल धेरै पछाडि एउटा रहेछ यी एउटा गुराँसको फुल पानीले सब झारेको छ। पानीले सब चुटेर फुल झारेछ। अनि यहाँ चाहिँ फुल यति हुन्छ गुराँसको बोट हुन्छ। यहाँ तलतिर पनि रहेछ गुराँस अलिअलि यहाँ तलतिर देख्न सक्नुहुन्छ। यही फुल छ गुराँसको एक दुईवटा एन्ड त्यतापट्टि पनि छ अलिअलि बोट। यो गुराँसी छैन बोट मात्र छ। यहाँ रहेछ एउटा फुल टिप्न